तपाईहरुको मागी विवाह कि प्रेम विवाह? हाम्रो प्रेम विवाह। प्रेम विवाह? सुरुमा भेट हुँदा त उहाँले मलाई दिदी भन्नुभयो है। हामी त सुरुमा त दिदी भाइबाटै सुरु भयो हो। अनि उहाँले चाहिँ सुरुमा मलाई भेट्दा नमस्ते दिदी। कति बेलादेखि तपाईलाई उहाँलाई देख्ने बित्तिकै कटक्क मन खायो? मलाई चाहिँ अचम्म लाग्यो, यो कति बेला खायो म थाहै पाइन। मैले तपाईलाई मन पराउँछुलाई अब थारू भाषामा के भन्छन् आफ्नो श्रीमानलाई भन्नुस् त? के भन्नु, मै तुहिन मन पराइठो। मायालाई न जातले छेक्छ, न धर्मले छेक्छ, न भूगोलले नै छेक्छ। आज मेरो साथमा यस्तो अन्तर्जातीय विवाह गर्नुभएको जोडी हुनुहुन्छ। मगरकी छोरी हुनुहुन्छ, थारूको छोरा हुनुहुन्छ। उहाँहरूले विवाह बन्धन बाँधिनु भएको छ। जस्तो अहिले पनि जाँदा पनि धेरै जस्तोले के थारूसँग गएको छ यस्तो आफ्नै जात नभेता जस्तो भन्नुहुन्छ। तर मलाई चाहिँ यता आफ्नो राम्रो भएर मलाई त्यस्तो समस्या लाग्दैन। के छ अब बाहिर जाने अथवा विदेश जाने के सोच त छैन नि? छुट्टिने भए होइन, किन बिहे गर्ने त नि, सँगै बस्नलाई त बिहे गर्ने हो नि जस्तो लाग्छ। जस्तो कि अब थारू परिवारसँग विवाह गरेर आइसकेपछि छोटकी बर्की भन्ने चलन छ। तपाईँ चाहिँ के पर्नुभयो? म बर्की हो। बर्की सुरुमा नबुझ्या के, सुरुमा चाहिँ मैले भन्ने जाडो लागेपछि के आन्टी मलाई बर्की दिनु न भनेर भनेको थिएँ होइन। अनि उहाँले चाहिँ मेरो सासू जेठ थियो नि त, उहाँलाई बोलाएर ल्याइदिनु भएछ। अनि त्यसपछि मम्मीले भन्नु किन बोलाएछ? अनि त्यसरी मैले अनि हजुरलाई बोलाएन, मैले बर्की मागेको थिएँ बर्की भने ए सबैजना हाँस्नु भयो के। मगर समुदायकी छोरी र थारू समुदायका छोरा बीचको अन्तर्जातीय प्रेम कथा, जात भन्दा माथि उठेको साँचो प्रेमको प्रेरणादायी कथा। सुरुमा दिदीभाइबाट बोलचाल सुरु भएको सम्बन्ध समयसँगै गहिरिँदै गएर अन्ततः प्रेममा बदलियो। आज उनीहरू श्रीमान श्रीमती भएर एउटै परिवारको हिस्सा बनेका छन्। रोजीरोटीकै लागि आफ्नै करेसाबारीमा तरकारी खेती गर्छन्। सानो पसल चलाइरहेका छन् घरमै कपडाको। हाट बजारमा लगेर कपडा बेच्छन्। अचम्मको कुरा के छ भने उनीहरू माछा मासु पनि खाँदैनन्। सरल र शान्त जीवन जिउँछन्। 17 जनाको ठुलो परिवारमा बुहारी बनेकी उनी प्रेम र समझदारीले सबैको मन जित्न सफल भएकी छिन्। साँचो प्रेम जात होइन, समझदारी र साथ हो भन्ने उदाहरण बनेको छ यो जोडी। आउनुहोस् यो जोडीसँग अन्तर्जातीय प्रेम गर्दाका अनुभव सुनौ। भिडियो हेर्दै जानुहोला। धेरै जसोले उ भन्नुहुन्छ, धेरै जसो हाम्रोमा के कन्फ्युजन छ भने हामी देवर बाबु हो के। देवर भाउजू भन्नु, प्रायः जसोले त्यही भन्नुहुन्छ। मैले उहाँलाई बाबु भन्छु नि त, बाबु मलाई यस्तो दिनु न यस्तो दिनु न भनेर सामानहरू माग्दा ए भन्नु सबैजनाले देवर भाउजू हो भन्नुहुन्छ। तपाईँको कतिजनाको परिवार? 17 जनाको। तपाईँको 17 जनाको परिवार? हजुर, एउटैमा खाना पाक्छ, एउटैमा खान्छौँ हामी। 17 जनाले एकजनाले पकाउनु पर्छ। मतलब एउटा परिवार होइन, 17 जनाको परिवार तपाईँसँग? हजुर। अनि तपाईँले यो पकाउने फेरि? हजुर। के हिसाबले तपाईँले मगरकै ज्वाइँ बन्न मन लाग्यो? अब मलाई त लभ परिहाल्यो होइन। अब लभ परेपछि मैले ढोका भन्ने, मतलब यो धोका भन्ने हुन्छ नि, त्यो सुनेर मलाई रिस उठ्छ के खासमा। न कसैलाई दिन चाहन्छु, न मलाई कसैले दियो भने मलाई रिस उठ्छ फेरि है। अब माया गरिसकेपछि अब मैले जुनी उसैसँग बिताउँछु भन्ने मैले ठानिसकेको थिएँ कि। कतै नपा जस्तो खुब ठुलो काम गरिस् थारूसँग गएर आफ्नै जात भेटिनस् भनेर एकजना बहिनीको पनि म्यासेज आएको थियो। अनि उहाँसँग पनि भनाभन भएको थियो क्या होइन। तर मैले यस्तो टिकटकमा नराम्रो कमेन्ट आयो भने त म डिलिट गरिदिइहाल्छु। हजुर, उहाँ मान्छे राम्रो हुनुहुन्थ्यो, एकदम सोझो सिधा है, सबै भनेको मान्ने एकदम इमान्दार मान्छे हो उहाँ। त्यही भएर चाहिँ मलाई मन पर्यो। मन परेपछि त पर्यो होइन? पर्यो। घर परिवारमा केही भन्नु भएन त्यस्तो? नै, त्यस्तो केही भन्नु भएन। मायालाई न जातले छेक्छ, न धर्मले छेक्छ, न भूगोलले नै छेक्छ। दर्शकबिन नमस्कार, म प्रेमराज लामिछाने यहाँलाई हार्दिक स्वागत छ यो नयाँ भिडियोमा। आज मेरो साथमा यस्तो अन्तर्जातीय विवाह गर्नुभएको जोडी हुनुहुन्छ। मगरकी छोरी हुनुहुन्छ, थारूको छोरा हुनुहुन्छ। उहाँहरूले विवाह बन्धन बाँधिनु भएको छ। आउनुहोस् उहाँहरूसँग कुराकानी गर्नेछु म आजको यो विशेष भिडियोमा। म काठमाडौँबाट यति बेला चनौटा भन्ने ठाउँमा आइपुगेको छु। यो गाउँको बारेमा, उहाँहरूको बिहेको बारेमा, माया प्रेम सम्बन्धी कुराकानी गर्नेछु। आउनुहोस् ढिला नगरी उहाँहरूलाई स्वागत गर्छु र उहाँहरूको परिचय उहाँहरूसँगै माग्छु। यहाँहरू दुवैजनालाई स्वागत छ। नमस्ते। हजुरको नाम भनिदिनुहोस् न। मेरो नाम हिमा रोका मगर। हिमा रोका मगर होइन? तपाईँ मगर? हजुर। हजुरको? मेरो कोषपाल थारू। कोषपाल थारू। हजुर। थारू कि चौधरी?
थारू चौधरी एउटै खानु होइन हजुर थारू नै भन्न राम्रो लाग्छ। कति वर्षको हुनुभयो हजुर? म चाहिँ 27 अहिले 28 मा लाग्छु। हजुर नि म 26 वर्ष भएँ। 26 वर्ष हजुर। तपाईँहरूको मागी विवाह कि प्रेम विवाह? हाम्रो प्रेम विवाह। प्रेम विवाह। हजुर। थोरै तपाईँहरूको प्रेम कहानीबाट सुरु गरौँ। कसरी भयो तपाईँहरूको प्रेम? कसरी बस्यो तपाईँहरूको माया? हामी त सुरुमा भेट हुँदा त उहाँले मलाई दिदी भन्नुभयो है। हामी त सुरुमा त दिदी भाइबाटै सुरु भयो हो। अनि उहाँले चाहिँ सुरुमा मलाई भेट्दा नमस्ते दिदी अनि त्यसपछि नमस्ते दिदी भन्नुभयो होइन। अनि यत्तिकै बसिरहेको थियौँ। अनि 1-1.5 महिनापछि चाहिँ उहाँले मेरो नागरिकता हेर्नुभएछ कि। अनि त्यसमा चाहिँ मेरो उमेर अलिक सानो देख्नुभएछ। अनि मभन्दा त सानो हुनु रहेछ है, म हजुरलाई बहिनी भन्छु है। अनि त्यसपछि हुन्छ नि त भनेर भने। अनि केही दिनसम्म चाहिँ बहिनी भन्नुभयो। अनि केही दिनपछि चाहिँ हामी साथी भयौँ होइन। अनि अनि त्यसपछि फेरि उहाँले सुरुमा कसले प्रपोज गर्नुभयो? उहाँले नै गर्नुभएको थियो। के भनेर प्रपोज गर्नुभयो? यसमा डिटेलमा तरिकाले जानुपर्छ हामीले। अब चाहिँ डेली बोल्दै के अझै नजिकै गयो होइन। अनि त्यसपछि होइन यार म त साथी बनाउँछु कि अब साथी जस्तो लाग्यो क्या मलाई। अब आफ्नोपन फिल भयो नि त। आफ्नोपन फिल भएपछि अब होइन यता दिदी बहिनी भन्दा पनि हाम्रो विशेष अझै साथी हुन्छ क्या हो जस्तो लाग्यो। कति बेलादेखि तपाईँलाई उहाँलाई देख्ने बित्तिकै कटक्क मन खायो? मलाई चाहिँ अचम्म लाग्यो, यो कति बेला खायो म थाहै पाइनँ। त्यसो बोलीचाली व्यवहार होइन देख्दै त्यहाँदेखि मलाई लाग्यो कि यो मान्छे मलाई लाग्यो बेस्ट छ कि लाइफमा। साँझ 9-10 बजेतिर के अनि प्रपोज गर्नुभयो उहाँले। अनि त्यसपछि मैले भने नाइ म सोचेर भन्छु भने। अनि उहाँले के भन्नुभयो, भन्ने भए आजै भन भर्खरै भन, मैले 1 रात पनि दिन्न तिमीलाई, मैले 1 घन्टा पनि दिन्न सोच्ने टाइम। अनि सोच्ने समय पनि दिनु भएन तपाईँले मलाई होइन? मेरो विचार के थियो भनेपछि म प्रपोज गर्दाखेरि मेसेजमा प्रपोज गरे हो होइन, फोनमा पनि गरे होइन। ऊ आफ्नो रुममा थियो, म आफ्नो रुममा थिएँ होइन। अनि मेसेजमा मैले प्रपोज गरेँ। अनि ऊ सक भयो के हो कहिलेदेखि हो भनेर के। अनि कहिलेदेखि हो यस्तो सोच्न लाग्यो मेरो बारेमा भने उसले। अब मलाई तिमीलाई राम्रो लाग्छ, अब तिमीलाई मलाई राम्रो लाग्छ कि लाग्दैन भने मैले। अनि उसले भन्यो म सोचेर बताउँछु, भोलि बताउँछु भन्यो। मैले भने भोलि होइन भर्खर बताऊ, नत्र म फेरि म एक्सेप्ट गर्दैन भने मैले। अनि अब उसँग अब मलाई कति अचम्मै लाग्यो कि पुरै छाँगाबाट खसे जस्तो लाग्यो पुरै। अनि त्यसपछि मैले सोचेर भन्छु जस्तो लागिरहेको थियो। उहाँले भन्नुभयो हुन्न, अब भर्खरै भन्नुपर्छ। अनि हुन्छ भनेर भने फेरि एकछिन नै। जस्तो कि तपाईँ अब प्युठानमा जन्मिनु भएकी छोरी होइन? प्युठान तपाईँको माइती? हजुर। प्युठानमा जन्मिनु भने तपाईँ मगरकी छोरी होइन? कसरी मन पराउनु भयो तपाईँले चाहिँ? अब मैले त्यस्तो जात अलि सोचेन। उस्तो उहाँ मान्छे राम्रो हुनुहुन्थ्यो, एकदम सोझो सिधा है, सबै भनेको मान्ने एकदम इमान्दार मान्छे हो उहाँ। त्यही भएर चाहिँ मलाई मन पर्यो। मन परेपछि त पर्यो होइन? पर्यो। घर परिवारमा केही भन्नु भएन त्यस्तो? नै त्यस्तो केही भन्नु भएन। अब हाम्रोतिर त पहाडतिर त जातभातको कुरा भइहाल्छ होइन। तर यतातिर चाहिँ समस्या भएन। तपाईँ बिहे गरेर आइसकेपछि समस्या भएन? तपाईँको माथितिर पहाडतिर चाहिँ तपाईँलाई कसैले केही सुनायो कि सुनाएनन्? अब अन्तर्जातीय भएपछि त धेरैले सुनाउँदा रहेछन्। तर पहाडतिर चाहिँ धेरैले भने, मतलब यस्तो अब केही भन्दा पनि अब आफ्नै घरकै मान्छेले अलिकति नराम्रो शब्दले यस्तो भन्नुभयो होइन। जस्तै अब जस्तै केही कुरा गर्दा पनि होइन, अलिकति केही कुराहरू उहाँहरूको जवाब फर्काउँदा होइन, आफू यस्तो जातसँग गएको छ अझै यस्तो भन्छस् भन्ने यस्तो कुरा चाहिँ आएको थियो। चित्त कतिको दुख्दो रहेछ? चित्त दुख्यो, धेरै दुख्यो होइन। त्यस्तो यताबाट त त्यस्तो समस्या भएन, उतादेखि चाहिँ त्यस्तो शब्दहरू फर्काउँदा अब प्रायः जसो अहिले पनि जाँदा पनि धेरै जस्तोले के थारूसँग गएको छ यस्तो आफ्नै जात नभए त जस्तो भन्नुहुन्छ। तर मलाई चाहिँ यता आफ्नो राम्रो भएर मलाई त्यस्तो समस्या लाग्दैन। आफू खुसी भएपछि अरूको कुरा सुनेर आफ्नो समय खेर फाल्नु छैन। आफू खुसी हुनु पर्यो के। मलाई मान्छेहरूले जति नेगेटिभले भने पनि मलाई त्यस्तो नराम्रो चाहिँ कमेन्टहरू आउँछ कि आउँदैन? टिकटकमा तपाईँले त भिडियो पनि बनाएर राख्नुहुन्छ। हजुर,
कमेन्टमा आएको थियो एकजना बहिनीसँग पनि त्यस्तो भएको थियो। उहाँले भन्नुभयो कि उहाँले पर्सनल म्यासेज गरेर भन्नुभएको थियो कतै नपास त खुब ठुलो काम गरिस् थारूसँग गएर आफ्नै जात भेटिनस् भनेर एकजना बहिनीको पनि म्यासेज आएको थियो। अनि उहाँसँग पनि भन्नुभएको थियो क्या होइन। अनि तर मैले यस्तो टिकटकमा नराम्रो कमेन्ट आयो भने त म डिलिट गरिदिइहाल्छु होइन हजुर। होइन पछि बानी परिदो रहेछ क्या। अब कमेन्ट एक्सेप्ट गर्ने बानी परिसकेपछि अब दुनियाँले जेसुकै भनोस् हजुर हामी आफ्नो बाटोमा सही छौँ भनेर हिँड्नुपर्दो रहेछ होइन। तर अलिकति नराम्रो लाग्छ मलाई चाहिँ। अब मैले चाहिँ नराम्रो कमेन्टहरू डिलिट गर्छु। माइतीमा चाहिँ को हुनुहुन्छ तपाईँको? माइतीमा मेरो मम्मी भाइ बहिनी अनि मेरो बुहारी छिन् हजुर। होइन यति मात्रै ठिक छ। जस्तो कि अब तपाईँलाई पनि सोध्न चाहन्छु त्यही प्रश्न होइन। अब तपाईँले पनि त आफ्नो समुदायको केटीसँग विवाह गर्न सक्नुहुन्थ्यो होइन। घर परिवारमा त्यस्तो समस्या आयो कि आएन के हिसाबले तपाईँले मगरकै ज्वाइँ बन्न मन लाग्यो? अब मलाई त लभ परिहाल्यो होइन। अब लभ परेपछि मैले ढोका यो ढोका भन्ने हुन्छ नि त्यो सुनेर मलाई रिस उठ्छ के खासमा। न कसैलाई दिन चाहन्छु न मलाई कसैले दियो भने मलाई रिस उठ्छ फेरि है। अब माया गरिसकेपछि अब मैले जुन उसँग बिताउँछु भन्ने मैले ठानिसकेको थिएँ कि। त्यसपछि अब त्यो लकडाउन थियो, फर्स्ट लकडाउन थियो। अनि अब लकडाउन छ, आफूसँग रोजगारी पनि केही छैन। अनि उसको सायद मलाई लाग्छ यताउतिबाट मागिरहेको थियो क्या मान्छे है, पहाडबाटै सायद लाग्छ उसले मागिरहेको थियो। अनि उसले भन्यो कि बरु मोबाइलमै फोन कलमै कि हामी बिहे गरौँ होइन, बिहे गरौँ बरु केही छैन, बरु दुईजना मेहनत गरौँला, दुईजनाले घर बसाउँला होइन, संसार बसाउँला भनेर उसले चाहिँ मलाई एउटा दियो क्या राम्रो कुरा। मतलब पोजिटिभ लाग्यो क्या मलाई यो कुरा। कुनै पनि केटी मान्छेले आफ्नो बोयफ्रेन्ड अथवा कसैले साथीलाई होइन म तसँग जान्छु तसँग केही पनि नभए पनि फिल्मी डायलग जस्तो लाग्छ नि त। तर रियालिटीमा हाम्रो त्यस्तो भएको के उहाँले भन्नुभएको कि त्यस्तै थियो नि त। अब बिहे गरौँ भनेपछि उहाँले के भन्नुहुन्छ, मेरो घर छैन अनि घर त थियो, घर त छ, घरको झ्याल धोका पनि छैन, गाई गोरु पाल्या छौँ, यत्रो 16-17 जनाको परिवार होइन, 16-17 जनाको परिवार, मैले तिमीलाई कसरी राख्न सक्छु होइन। तपाईँको कतिजनाको परिवार? 17 जनाको। तपाईँको 17 जनाको परिवार? हजुर, एउटैमा खाना पाक्छ, एउटैमा खान्छौँ हामी। 17 जनाले एकजनाले पकाउनु पर्छ। मतलब एउटा परिवार होइन 17 जनाको परिवार तपाईँसँग? हजुर। अनि तपाईँले यो पकाउने फेरि? हजुर यस्तो भयो। अहिले मैले सुरुमा आउँदा चाहिँ पकाएको थिएँ, त्यो आन्टी हुनुहुन्थ्यो उहाँलाई सहयोग गर्थेँ, उहाँसँगै पकाउँथेँ। अनि त्यसपछि धेरै दिन अब मैले 2-3 जनालाई भात पकाएको बानी, यत्रो 16-17 जनालाई पकाउन अलिक गाह्रो भयो। धेरै जसो भात काँचो हुने, त्यतिखेर म अलि सानो पनि थिएँ। अनि भात धेरै काँचो भयो अनि त्यसपछि छोडिदेऊ, पछि सिकेर बनाउला भनेर भन्नुभयो। अहिले 5 वर्षपछि चाहिँ अहिले मलाई पकाउन लगाउनु भएको। हजुर। भनेपछि विवाह गरेको पनि 5 वर्ष भइसक्यो? 5 वर्ष भइसक्यो। हजुर। अनि बच्चा बच्ची छैन? बच्चा बच्ची अब होला नि भविष्यमा। भगवानको मर्जी। सो म फेरि तपाईँको कुरामा आउँछु। त्यसपछि मैले अब रोजगारी पनि केही छैन होइन, उसले म जान्छु तिमीसँगै जान्छु होइन, बरु आफ्नै केही गरौँला, सानोटिनो अगाडि हेर्नु हो भने सजिलो होला क्यामेरा, सानोटिनो गरौँला होइन। अनि राम्रोसँग सानै सुरुवात गरौँला, दुईजनाले कमाउँला जमाउँला भन्ने भयो, अनि जोरमला भन्ने भयो। अनि यस्तो सुन्दाखेरि मलाई अचम्म लाग्यो के, जस्तै कुनै पनि लेडिज मान्छे तपाईँसँग आउँछ भने, हामीसँग आउँछ भने सम्पत्ति अथवा केही चिज देखेर आउँछ के। तर उसले मैले भनेछु घर छ, घरमा ढोका छैन, झ्याल छैन, यस्तोमा म बसिरहेको छु, तँलाई ल्याएर फेरि यसमा बसाल्ने हो, मसँग केही रोजगारी छैन, फेरि पछि गएर भन्न पाइन्न भने क्या मैले उसलाई। होइन मलाई जस्तो सुकैमा राख्नुहुन्छ म राख्नुहोस्, म राजी छु भन्यो के, म रेडी छु, तपाईँ आउनुहोस् मात्रै मलाई लिन, म यहाँ बस्दैन, आफूसँगै लैजानुहोस् भन्नुभयो क्या उहाँले। अनि त्यसपछि मैले रातिमा हाम्रो यो कुरा भयो के। अब लकडाउन छ, गाडी हिँड्ने होइन, अब प्युठान जाने हो, प्युठान कसरी जाने हो, आफूसँग अब लाइसेन्स नै छैन, मसँग बाइकको लाइसेन्स पनि थिएन त्यति बेला। त्यही पनि होइन म आउँछु तिमीलाई लिन, रेडी बस्छ भनेर मैले भनिसकेँ राति। अनि त्यसपछि घरमा सबैले बोलाएँ मैले, सबै हाम्रो 17 जनाको फ्यामिली छ, सबै घरमै हुनुहुन्थ्यो र बिहान एकै ठाउँमा राखेँ। अनि मैले राखेर भने म चाहिँ फलानाको केटीलाई मन पराउँछु, फलाना ठाउँको यो थरको यो जातको हो, अनि अब म उहाँलाई लिन जान्छु, तपाईँले चाहिँ के भन्नुहुन्छ, तपाईँले के लाग्छ भने मैले होइन। उहाँहरूले के भन्नुभयो भनेपछि त ठारू होस्, हामी ठारू हो होइन, उहाँहरू मगर हो, मगरले त भैँसी खान्छ, बुङ्गुर खान्छ होइन, सब खान्छ,
अनि उस्तै परेर रिस उठ्यो भने त एक्लै गइस् भने काटेर फालिदिन्छन् मन नपराएपछि होइन डर देखाए पछि बरु राम्रो भयो भने राम्रोसँग जालास् भन्ने भयो कि तर त्यो नजा भन्ने भनेनन् के नगर भन्ने भनेनन् उसँग नल्या भन्ने भनेनन् तर गएपछि तँलाई रिस्क हुन्छ नजा भनेर भने के त्यही पनि म जान्छु उसलाई चाहिँ चाहिए अब यति बेला नगएपछि पछि कति हो के हो भनेर त्यो चाहिँ मनमा आएर हामीले बाइक मागेँ साथीसँग बाइक मागेँ अनि 2 जना साथी पनि आफूसँग गराएँ अनि 2टा बाइक लिएर हामी पेन्डामिककै बेला गयौँ उहाँले लिन होइन प्युठान गयौँ भालुबाङ कटेपछि प्युठानको एउटा आउने रहेछ क्या सिमाना त्यहाँबाट मेरो लाइसेन्स छैन अनि चेक भयो अनि चेक भएपछि मलाई जान दिएन उता है अनि एउटा साथी थियो ऊ पत्रकार थियो उसँग पत्रकार नभए पनि भर्खर पत्रकारिता गरिरहेको थियो उसँग ऊ थियो क्या आइडेन्टिटी कार्ड थियो अनि त्यसपछि उसको नाम अनिल थारू मेरो भाइ हो त्यो अहिले विदेशमा छ फिलहाल उसले चाहिँ सपोर्ट गरे हो कि खासमा नत्र सायद हाम्रो भेटघाट हुन्थेन सायद अब लेखेकै रहेछ कि हाम्रो होस् भनेर उहाँहरू त यहीँ भालुबाङै छुटेर अनि त्यो उहाँ बाबु मात्रै जानुभएको थियो लिन मलाई अनि पछि के भयो भनेपछि उहाँ त जानुभयो अनि गाउँका कोही मान्छेहरूले देखे अनि हामीसँगै आएको भाइ बहिनीहरू थियो उहाँहरूले पनि देखे अनि त्यसपछि म उहाँसँग आएँ अनि त्यसपछि केही 1 महिनापछि चाहिँ हामी टिका फर्काउन त्यो ध्वजा लगेर गएको थियौँ अनि त्यतिखेर चाहिँ म उहाँसँग हिँडिरहेको थिएँ अनि सबैले भन्यो उसको बुढो त्यो हो लिन त्यो आएको थियो योसँग किन हिँडेको छ त्यो रमाइलो किस्सा होइन अनि उस्तो त्योसँग जाने बेला त्योसँग गएको थियो अहिले योसँग किन हिँडिरहेको त्यो भिनाजु उहाँ होइन र भनेर बहिनीहरूले सोधिरहेको थियो कि जस्तो कि अब तपाईँहरूको प्रेम सम्बन्ध पनि भयो होइन हजुर तपाईँले चाहिँ आफ्नो श्रीमानलाई के भनेर बोलाउनुहुन्छ मैले चाहिँ बाबु नै भन्छु बाबु हजुरले मैले नि बाबु भन्छु बाबु बोलाउनुहुन्छ होइन हजुर अब चौधरीको अथवा थारू परिवारसँग विवाह गरिसकेपछि तपाईँलाई थारू संस्कार सिक्न कतिको सहज असहज भयो होइन तपाईँलाई थारू भाषा बोल्न आउँछ बोल्न आउँछ पहिला आउन थियो सुरुमा त म कस्तो गाह्रो हुन्थ्यो उहाँहरूले इसारा गर्नुहुन्थ्यो कि यस्तो ले उस्तो ले भनेर बुझ्दैन थियो मैले अनि इसारा गर्नुहुन्थ्यो यो दे भनेर अनि त्यसपछि बुझ्थेँ गाह्रो भयो धेरै गाह्रो भयो सुरुमा हजुर हाम्रो उतातिर थारूहरू पनि बस्छ ल भनिदिनुहोस् त मलाई मैले तपाईँलाई मन पराउँछुलाई अब थारू भाषामा के भन्छन् आफ्नो श्रीमानलाई भन्नुहोस् त के भन् मै तुहिन मन पराइठु मै तुहिन मन पराइठु होइन हजुर ल तपाईँले चाहिँ सिकाउनु आफ्नो तपाईँलाई खाम भाषा आउँछ मगर भाषा आउँदैन मलाई तपाईँलाई चाहिँ आएन आउँदैन अलिअलि त आउनु पर्ने आउन कति नै आउन हाम्रोतिर बोल्दैनन् बोल्नु भएन हजुर अरू के आउँछ तपाईँलाई थारू भाषा थारू भाषा लगभग अलि धेरै आउँछ के सिक्नुभयो भन्नुहोस् न के गर्दै हुनुहुन्छ होइन के भन्छन् काकराटो भन्छन् काकराटो भन्छन् होइन अनि त्यसपछि अरू के कहाँ जान लाग्नु भएको छ भन्दा कहाँ जाइटो भन्छन् होइन अनि अरू के भन्छन् खाना खैलो कि नै भन्छन् खाना खानु भयो कि नै भनेर भन्दा चाहिँ त्यस्तो भन्छन् अनि अरू चाहिँ अरू पनि हजुरले सोधे पार भनिदिन्थे आफै खुर्सानीलाई के भन्छन् मिर्चा भन्छन् अर्को पनि के भन्छन् नि अब हामीले त मिर्चा भन्छौँ के र पिप्पर पनि भन्छन् पिप्पर पनि भन्छन् अन्टको थारू भाषा अलग रहेछ त्यो हामीले नि थाहा पायौँ भर्खर तर हाम्रो यता चाहिँ थाहा थिएन हामीले चाहिँ कोरु भनेर भन्थ्यौँ होइन कोरु मिर्चा कोरु बा भनेर मतलब पिरो छ भनेर भनेको होइन तर अरूतिर चाहिँ त्यस्तो भन्दा रहेछन् है पिरो पिप्पर बा टिट्टे बा भन्छन् यस्तो कि अब थारू परिवारसँग विवाह गरेर आइसकेपछि हजुर होइन अब त्यहाँ त छोटकी बर्की भन्ने चलन छ तपाईँ चाहिँ के पर्नुभयो म बर्की हो बर्की सुरुमा नबुझ्या के सुरुमा चाहिँ मैले भन्ने जाडो लागेपछि के आन्टी मलाई बर्की दिनु न भनेर भनेको थिएँ होइन अनि उहाँले चाहिँ मेरो सासू जेठी हो नि त उहाँलाई बोलाएर ल्याइदिनु भएछ अनि त्यसपछि मम्मीले भन्नु किन बोलाएछ अनि त्यसरी मैले अनि हजुरलाई बोलाएन मैले बर्की मागेको थिएँ बर्की भने ए सबैजना हाँस्नु भयो के अरू केही त्यस्तो रमाइलो किस्सा केही छ रमाइलो त सबै रमाइलो लाग्छ मलाई अहिलेसम्म नि 5 वर्ष भइसक्यो दिन कटा थाहै पाउन्न मैले घरमा बसेपछि तपाईँको एउटा दारू के हाम्रो दारू के हामीले त्यो रक्सीलाई दारू भन्छन् अनि एउटा चलाउनेलाई दारू भन्छौँ
सो यसमा उहाँले यो किस्सा उहाँले दारु भन्छन् होइन, तर हाम्रो चाहिँ अब यस्तै गाउँघरमा बोल्दा दारु नै भन्छन् नि है। उहाँले तरकारी मागा पकाउँदाखेरि के मम्मी मलाई दारु दिनुहोस् भन्दाखेरि अब उसले रक्सी लिएर आइदिएछ के, अनि उसले भन्छ दारु किन ल्याउनु भयो, रक्सीमा हाल्ने हो तरकारीमा हाल्ने हो भनेर त्यो किस्सा पनि रहेछ। त्यो पनि मलाई अहिलेसम्म सबै रमाइलो लाग्छ। यस्तो दुईवटा कुरा आउँछ कि एउटै शब्दलाई दुईवटा अब लाग्छ नि त उहाँलाई। हामीले अब दारुलाई रक्सीले दारु भन्छौँ, अब यिनीहरू अब नेपाली भाषामा दारुले रक्सी भन्छन्, अनि हाम्रोमा दारुलाई फेरि अर्को दरुवालाई भन्छौँ हामीले होइन। त्यस्तो त्यस्तोमा अलिअलि समस्या भयो, पछि अब अहिले सहज हुँदै गइरहेको। जस्तै तपाईँले अब मगरकी छोरी बिहे गरिसकेपछि तपाईँलाई चाहिँ आफ्नो वरपर साथीभाइले अथवा इष्टमित्रले चाहिँ के भन्नुभयो? मलाई त्यस्तो अरूको कुरा मतलबै भएन के। जस्तै भन्न त भने मान्छेले, कति मान्छेले होइन आफ्नै ठाउँमा गर्नु पर्थ्यो, किन नेपालीमा गऱ्यो होइन। अब मैले भन्छु मैले थारू जात यो मतलब थारू अथवा नेपाली होइन अथवा इन्टरकास्ट मैले सोधेन के। पहिलेदेखि मेरो माइन्ड क्लियर छ के, मान्छे राम्रो हुनु पऱ्यो, नियत राम्रो हुनु पऱ्यो, उसको व्यवहार राम्रो हुनु पऱ्यो, स्वभाव राम्रो हुनु पऱ्यो। यस्तो इन्टरकास्ट यो जात त्यो जात मलाई मतलब लाग्दैन, अरूले भने पनि मतलब लाग्दैन। शाकाहारी हो है? हजुर, हामी शुद्ध शाकाहारी हो। त्यही त, तपाईँ मगरको छोरी भएर पनि शाकाहारी हुनुभयो, भेज हुनुभयो, तपाईँ थारूको छोरा भएर पनि भेज हुनुभयो। यो कस्तो अनौठो होइन, किनभने माछा मासु खाने अलिकति हुन्छ नि, दिनभरि काम गर्ने अनि साँझ गएपछि खाने एउटा हुन्छ नि चलन हुन्छ नि, तर तपाईँहरू चाहिँ अलिकति नखानेमा पर्नुभयो, किन होला? हाम्रो माहौल नै त्यस्तै गयो के। अब म एउटा सानो खिस्सा सुनाउँछु तपाईँलाई। म 5 वर्षको हुँदाखेरि के हाम्रोमा पूजापाठ गर्दाखेरि कुखुरा दिने चलन छ अनि खसी दिने चलन छ होइन। अब कुखुरा खसी दिने चलन छ होइन। अब यिनीहरू दिइराख्छन् क्या मान्छेले, टाइममा सुपर देवाली यताउता गइराख्छन् होइन। 5 वर्षको उमेरमा मलाई के भन्यो भनेपछि एउटा झाँक्रीले कि तँलाई कुखुरा दिनुपर्छ, बल्ल त ठिक हुन्छस् के। जिउडे कुखुरा उसले कटाउन थाल्यो के। अब त्यो कटाउँदाखेरि उसले छटपटाउँछ नि त, कुखुरा त छटपटायो, रगत पुरा निस्किरह। अनि त्यो काट्दाखेरि म यस्तो मन सिरिङ्ग भयो क्या मेरो, यार हाम्रो पनि त यस्तै ज्यान छ के रे, यो यति छटपटाइरह्यो भने हामीले यति कसैले काट्यो भने कति दुख्छ भने त हामी यसको टाउका उ गरिदिन्छौँ होइन, अलग गरिदिन्छौँ। त्यहाँबाट मेरो मन सिरिङ्ग भयो। त्यसपछि मेरो अब किस्मतमै लेखेर रहेछ होइन, त्यस्तै धर्म भन्दा नि त्यस्तै संस्थामा जुर्ने होइन। हामी अहिले जय गुरुदेव सत्सङ्ग सुन्छौँ र जय गुरुदेव मान्छौँ क्या हामी। हो त्यहाँबाट हामी शाकाहारी, शुद्ध शाकाहारी भाव होइन। तपाईँ चाहिँ त्यसरी हुनुभयो। तपाईँ चाहिँ? म चाहिँ उहाँसँग आएपछि पहिले चाहिँ तपाईँ खानुहुन्थ्यो होइन, विवाह गरेर आइसकेपछि श्रीमानले नखाएपछि श्रीमतीले झन् खानेकुरै भएन, त्यही भएर मायाभन्दा ठुलो केही रहेनछ। खास हो, मैले सोध्न खोजेको यही कुरा हो, खासमा माया के रहेछ? अब के भन्दिम, कसरी भन्ने म त अलिक माया तपाईँको लागि माया के रहेछ? माया के हो आखिर? मायाले अब तपाईँले हुन्छ नि आफ्नो संस्कार पनि देख्नु भएन, जात पनि देख्नु भएन होइन। अब फरक समुदायको व्यक्तिसँग तपाईँ विवाह गरेर आउनुभयो, उहाँले पनि फरक समुदायको विवाह गरेर ल्याउनु भयो भनेपछि माया के रहेछ खास? माया त मायाले आँखा कान देख्दो रहन्छ भने रहेछ। अनि मैले चाहिँ सुरुमा खान्थेँ, अनि उहाँसँग बोलेपछि खाएन, बोल्दै छोडिदिएको हो। अनि उहाँले जिस्काएर भन्नुभएको थियो कि तिमीले खान्छौ, मैले फेरि माया गर्दैन तिमीलाई। अनि त्यसपछि मलाई चाहिँ कस्तो नराम्रो लाग्यो कि उहाँले खानुहुन्न, मैले के खाइराख्ने भन्ने भयो। अनि त्यसपछि छोडिदिएँ। अनि त्यसपछि बिचमा घर गएपछि पनि मम्मीहरूले बाबाहरूले खा भन्नुहुन्थ्यो। अनि त्यसपछि मैले खाएन, त्यहाँ पनि खाएन। अहिले चाहिँ तपाईँहरूले पसल गर्नुहुन्छ है? हजुर। के पसल छ तपाईँहरूको? हाम्रो कपडा पसल, फेन्सी पसल। हजुर, फेन्सी पसल गरिराख्नु भएको छ? हजुर हजुर। टिकटकमा पनि तपाईँको त कपडा बेचिरहेको मैले भिडियो देखिरहेको थिएँ। कस्तो चलिरहेको छ पसल चाहिँ? पसल चाहिँ राम्रो चलिरहेछ, भगवानको दया कृपाले राम्रै छ भनौँ होइन। हाट बजार धेरै जस्तो यहाँ पसलमा भन्दा पनि गाउँतिर खासै त्यस्तो चल्दैन, हाम्रो चाहिँ हाट बजार लागिरहेको छ। हामी 7 दिन हाट बजार हिँड्छौँ, सँगै हिँड्छौँ। भनेपछि हाट बजारमा तपाईँहरू कपडा बेच्नुहुन्छ? हजुर हजुर। के भन्नुहुन्छ नि त्यहाँ तपाईँ कपडा किन्न आउने मान्छेहरूले तपाईँहरूको जोडी देख्दाखेरि चाहिँ? पहिला चाहिँ थाहा पाउनुहुन्न थियो, आजभोलि अलिकति ऊ भएपछि ऊ भन्नुहुन्छ, ए
यहाँहरू त इन्टरकास्ट हुनुहुँदो रहेछ धेरै जसोले हामीलाई भाइरल दिवर जोडी भाउजू भन्नुहुन्छ है। भाइरल जोडी भन्नुहुन्छ धेरै जसोले ऊ भन्नुहुन्छ धेरै जसो हाम्रोमा के कन्फ्युजन छ भने हामी देवर बाबु हो अरे के दिवर भाउजू भन्नु देवर प्रायः भाउजू। जसोले त्यही भन्नुहुन्छ मैले उहाँलाई बाबु भन्छु नि त बाबु मलाई यस्तो दिनु न यस्तो दिनु न भनेर सामानहरू माग्दा ए भन्नु सबैजनाले ए दिवर भाउजू हो भन्नुहुन्छ के भन्नुहुन्छ तपाईँले चाहिँ होइन बुढाबुढी हो भनेर भन्छु अनि त्यसपछि किन बाबु भने त भनेर भन्नुहुन्छ मैले भन्छु मायाले भनेको एउटा यो स्टोरी छ क्या धेरैजनाले भन्छन् तपाईँहरू दुईजनाले बाबु बाबु किन भन्नुहुन्छ के अब हाम्रो बानी बस्यो के होइन आफ्नो बुढालाई अब कसैले मैले पनि बाबु भन्छु उसले नि मलाई बाबु भन्छन् होइन दुईटाले भन्दाखेरि उनीहरूले भन्छन् कि हामी त अहिलेसम्म हामी देवर भाउजू भनिरहेको थियौँ रे के हामी बुढाबुढी होइन कि देवर भाउजू नै हो तपाईँहरू भनेर भन्छन् क्या जसले नि अहिलेसम्म। त्यसै अब तपाईँको यहाँ घरमा अब तपाईँहरूले नखाए पनि होइन त जाँडको झोल त तार्नु पर्ला होइन छान्नु पर्ला तपाईँले छान्नु भएको छ कि छैन मैले उता माइतीमा हुँदा ए तपाईँ त माइतीमै छान्नु भयो किनभने तपाईँ त मगर पर्नु भयो होइन हाम्रो त त्यो सबै चल्छ होइन सबै चल्छ लगभग जाँड बिना त प्रत्येक घरमै बन्छ अनि बाबा मम्मीहरूले पनि खानुहुन्छ नि त पहिला खानुहुन्थ्यो अनि बनाइन्थ्यो अहिले यहाँ चाहिँ ए पहिलोपटक ससुराली जाँदाखेरि टिको थाप्न जाँदाखेरि होइन कस्तो अनुभूति भयो पहिलोपटक ससुराली जाँदाखेरिको त्यो सुनाउनुहोस् न। मलाई चाहिँ अचम्म लाग्यो हेर्नु अब म गएँ होइन अब त्यहाँ म त खान्न मलाई त अब रक्सीहरू होइन जाँडहरू अनि त्यो थारूको छोरो पर्यो त्यही पनि यति सोझो भन्ने मान्नुभयो होला के अनि मासुहरू देख्दा मलाई त्यो अब अर्कै लाग्छ के नराम्रो लाग्छ अनि त्यहाँ घरमा जाँदाखेरि त त्यही तिनवटा कि देख्छु मैले कि त रक्सी देख्छु कि त जाँड देख्छु कि त मासु देख्छु अब म शुद्ध शाकाहारी केही पनि खान्न केही पनि खान्न हाम्रोतिर फेरि यस्तो हुन्छ नि त त्यो धेरै ल्याएर अनि सुकाएर राख्ने हुन्छ नि भारमा अनि त्यहाँ जहाँ खाना खान्छन् नि आगोको छेउमा अब त्यहाँ चिसो हुन्छ नि त स्वर्गद्वारीमा अब त्यो आगोको छेउमा सुकाइरहनु पुरा भात त्यही खाने अनि भात त्यही खाने भन्नुहुन्छ अनि बडा गाह्रो हो क्या मलाई सुरुमा अनि त्यसपछि म गएपछि अब त्यही पनि अब मम्मीले खाना र दाल पकाउनु भएको थियो होइन त्यो खाना र दाल मात्रै खाएँ गरेर पनि पकाउन सजिलो भयो मलाई खान सजिलो भयो त्यो दुईवटा खाएर सुत्यो फर्स्टचोटिको अनुभव मेरो त्यही भयो। अब तपाईँ बिहे गरेर आइसकेपछि एकैपटक 17 जनालाई खाना पकाउँदाखेरि कस्तो भयो त सुनाउनुहोस् न। 17 परिवारलाई हो आज। हजुर 17 परिवारमा कतिजना हुनुहुन्छ टोटल? हामी सबै छौँ यहीँ सबै यहीँ नै जम्मा जम्मी कतिजना हुनुहुन्छ? टोटल 17 जना हो। 17 जना 17 परिवार होइन कि 17 जना? 17 जना ए 17 जनाको परिवार छ हजुर हजुर त्यो 17 जनाको परिवारलाई खाना पकाएर खुवाउँदाखेरि कस्तो भयो त चाहिँ सुनाउनुहोस्। अब त्यतिखेर खासै अनुभव पनि थिएन खाना पकाउने अनि बनाइयो सबै काँचो अनि एक दुई दिन चाहिँ हाम्रो बजै हुनुहुन्छ उहाँले चाहिँ मलाई गाली गर्नुभएको थियो यस्तो काँचो हुन्छ भयो अब नबन्न छोड्दे भनेर अनि त्यो चाहिँ अलिक नराम्रो लाग्थ्यो बनाउनु सकेन मैले चाहिँ। सुरुमा त तपाईँलाई अब बुहारी हो भनेर के तपाईँको बारेमा यसो कुरा गर्दाखेरि पनि तपाईँले बुझ्नु भएन होला है? बुझेन मैले केही बुझेन यस्तो हुने रहेछ यहाँ त धेरैजना भेट्न पनि आउनु हुने रहेछ नयाँ मान्छे आएपछि धेरैजना भेट्न आउनु भएको थियो टाढा उता आफन्तीहरू सबै भेट्न आउनु भएको थियो अनि त्यस बेला चाहिँ अब उहाँहरूले भन्नुहुन्छ आइज सँगै बसेर हामीसँग कुरा गर अब मैले उहाँहरूको कुरा बुझ्दैन अब अलिकति बुढापाका हाम्रो चाहिँ पुरै थारू इलाका छ कि यता चाहिँ पुरै थारू एरिया हो एक घर पनि छैन यहाँ पहाडेको अनि त्यसपछि मैले उहाँहरूको कुरा नबुझ्ने उहाँहरूले मेरो कुरा नबुझ्ने अनि त्यसपछि उहाँहरू कुरा गर्नुहुन्थ्यो म हाँसेरै बस्थेँ अनि जा भन्नुहुन्थ्यो। ल कस्तो राम्रो तपाईँहरूको जोडी होइन अब विवाह गरेको पनि 5 वर्ष भइसकेको छ होइन मिलेर अगाडि बढिरहनु भएको छ होइन अब तपाईँहरूको पसल पनि छ होइन पसल पनि चलाइराख्नु भएको छ हाट बजार पनि जानुहुन्छ होइन के छ अब बाहिर जाने अथवा विदेश जाने केही सोच त छैन नि? बाहिर जाने सोच हो हाम्रो त्यो बिचमा त्यस्तो लकडाउनमा बिहे गऱ्यौँ अनि त्यसपछि अलिकति आर्थिक अवस्था कमजोरै छ के अरे है थियो त्यतिखेर नि झनै हाम्रो अब दुईजनाकै कमाइ नभएको अहिले त राम्रो गरिरहनु भएको छ नि आफ्नै अब दुईजना भएर मजाले आफ्नै देशमा बसेर दुईजना बुढाबुढी भएर पसल चलाएर बस्नु भने सानोतिनो कुरा होइन त्यही पनि यति हँसिलो मुहार छ तपाईँहरूको होइन
अनि त्यतिखेर चाहिँ एकदम गाह्रो भएको थियो अनि हामीले चाहिँ उहाँको चाहिँ पहिल्यैदेखि पसल खोल्ने सोच थियो म चाहिँ कपडाको पसल खोल्छु भनेर उहाँले भन्नुभएको थियो अनि मैले चाहिँ त्यो यहीँ टिचिङ गर्थेँ 3000 मा अनि त्यसपछि मैले चाहिँ सोचेँ कि म चाहिँ बाहिर जान्छु बरु हजुरले यतै के बरु पसल गर्नु नि त मलाई चाहिँ अलिक व्यापारको पनि अलिक गाह्रो लाग्थ्यो मलाई अनि म चाहिँ बाहिर जान्छु भनेर मैले ट्राई पनि गरेको ट्राई गरेको ठिक छ अहिले सन्तोष हुनुहुन्छ नि तपाईँहरू त अहिले चाहिँ एकदम खुसी छौँ अहिले चाहिँ सँगै छौँ अहिले चाहिँ के लाग्छ भनेपछि छुट्टिने भए होइन किन बिहे गर्ने त नि सँगै बस्नलाई त बिहे गर्ने हो नि जस्तो लाग्छ हजुर जोराजोरी हुनै छ भने तपाईँले हामीले बिहे गरेर छौँ भने एकसाथ बस्नलाई त हो नि किन छुट्टिएर त्यो टाढा बसेर त्यो टाढा बस्ने म यहाँ बस्ने किन अब सम्पत्ति जोगाएर पनि के गर्ने हो र सम्पत्ति कमाएर पनि के गर्ने जब सँगै साथमा भइन्न भने त्यो मान्छे हरेक छ र त्यसको मतलब आफूसँग छैन त्यो मान्छे भने पैसा मात्रै त्यसले दिन्न नि त मलाई लाग्छ त्यो लाग्छ कि मान्छे ठुलो कुरा हो कि आफूसँग हुनु भनेको ठुलो कुरा हो त्यो अनुभव त्यो फिलिङ्स त्यो पैसाले दिन्न कि मलाई लाग्छ अन्तर्जातीय विवाह गरिसकेपछि आफ्नो परिवारले नस्वीकारेका धेरै घटनाहरू पनि छन् हाम्रो समाजमा तर तपाईँहरूको परिवारले स्वीकार्नु भएको छ तपाईँ परिवारले भन्दा पनि एकले अर्कालाई तपाईँहरू स्वीकार्नु भएको छ त्यो ठुलो कुरा छ झन् तपाईँ त्यसमाथि तपाईँहरूको परिवारले पनि स्वीकार्नु भएको छ त्यो एउटा उदाहरणीय जोडी तपाईँहरूको रूपमा हुनुहुन्छ त्यसैले म तपाईँहरूको आज कुराकानी समेट्नको लागि काठमाडौँबाट यहाँसम्म आइपुगेँ र तपाईँहरूको कुराकानी समेटिरहेको पनि छु होइन के छ मनमा लागेको कुरा केही छ भने भन्नुहोस् है मैले के भन्छु भन्दाखेरि तपाईँहरू यदि इन्टरकास्ट गर्नुहुन्छ होइन हामी जस्तै गर्नुहुन्छ भने मैले भन्छु तपाईँ खुसी हुनु भनेको परिवार खुसी हुनु हो के र मलाई लाग्छ परिवारले हाम्रै खुसी देख्ने मतलब देख्नलाई जो हामीले त्यो हुर्काछ बढाछ पढाछ लेखाछ होइन यत्रो संस्कार दिएछ तर मलाई लाग्छ यो धेरै अझै पनि भेदभाव छ जातप्रति होइन जातिप्रति इन्टरकास्ट होइन यस्तो उस्तो तल्लो जातमा माथिल्लो जात भन्छन् नि मलाई लाग्छ यो भनेको सबभन्दा ठुलो भरम हो क्या मान्छेको यो भरम हामीले नै टोर्नुपर्छ के हामी जस्तै तपाईँको म खुसी छु भने ऊ पनि खुसी भएको म पनि खुसी हो के आफूप्रति विश्वास हुनु पर्यो पहिलो कुरा त होइन र आफ्नो कामप्रति र आफ्नो व्यवहारप्रति आफ्नो स्वभावप्रति हाम्रो काम र उसले हाम्रो नियतले सफा छ भने सबै चिज सफा छ के दुनियाँलाई ठोपेर हुन्न ता यस्तो ता उस्तो पहिला आफू सुध्रिनु पर्यो के आफू सिधा हुनु पर्यो आफू सफा हुनु पर्यो के मान्छेले चाहिँ जातलाई लिएर है यस्तो जात उस्तो जात भनेर भन्छन् हामीलाई चाहिँ त्यस्तो लाग्छ किनभने आफ्नो नियत सफा हुनुपर्छ त्यो जातले चाहिँ केही गर्दैन भन्छन् नि ओ यो यस्तो जातको मान्छे त भइगयो यस्तो गरिहाल्छ नि भनेर भन्ने धेरै उदाहरणहरू छन् होइन त्यसमा चाहिँ आफ्नो नियत होइन जस्तो दृष्टि त्यस्तै सृष्टि भन्छन् होइन मलाई चाहिँ त्यस्तो लाग्छ आफूले जस्तो सोच्यो अरूलाई पनि त्यस्तै पाइन्छ जस्तो लाग्छ हजुर हस् तपाईँहरूसँग भेट भयो कुराकानी भयो आफ्नो कुरा राखिदिनु भयो यहाँहरूलाई धेरै धेरै धन्यवाद धन्यवाद हजुरलाई यति हाम्रो लागि यति टाढा आइदिनु भयो हजुरलाई त झन् धेरै धन्यवाद